What you think inside your brain doesn't make any sense unless you speak that. What you speak still doesn't make any sense unless you do that. And what you do still doesn't make any sense unless you show the result to the society, to the world. तपाईले के सोच्नुहुन्छ भन्ने ठुलो कुरो होइन, के बोल्नुहुन्छ भन्ने ठुलो कुरो होइन, के गर्नुहुन्छ भन्ने ठुलो कुरो होइन। जबसम्म त्यो तपाईको गराइलाई परिणाम ल्याउँदैन तबसम्म तपाईको त्यो गराइ तपाईको काम पनि व्याप्त हुन्छ। त्यसले गर्दाखेरि परिणाम देखाउने गरी काम गर्नु। म त्यो मात्रै भन्न चाहन्छु। श्रमको कुरा गर्ने मान्छे हुन्छ। त्यसले गर्दाखेरि जहाँ तपाईँ उभिराख्नु भएको छ त्यो उभिराखेको जमिन भन्दा ठुलो, त्यो माटो भन्दा ठुलो सम्पत्ति यो संसारमा। हामी आकाशको तारा हेरिरहन्छौँ, त्यो तारामा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने कल्पना गरिरहन्छौँ। तर हामी उभिएको बाँझो, हामी उभिएको बारी बाँझो, हाम्रो चाहिँ जमिन बाँझो राखेर हामी कल्पनाको तपाईँको दुनियाँमा डुलेर हामी गरिब बनेको नेपाली। त्यसो भएको कारणले होइन, अब म आज तपाईँहरूलाई यो एउटा भनौँ न मौकाले भेट्ने मौका पाएँ। यो समयमा मैले भन्ने कुरा यति नै हो कि तपाईँ उभिएको जमिन तपाईँले छुनुपर्छ। माटोमा छ उत्पादन, माटैमा छ देश, होइन माटैमा छ सबै थोक। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूले माटो छुने काम गर्दै हुनुहुँदो रहेछ। यहाँ मैले चाहिँ हाम्रो प्रिन्सिपल सरदेखि र अन्य टिचिङ स्टाफबाट मैले त्यो कुरो जानकारी पाएँ, होइन मलाई एकदम राम्रो लाग्यो र हाम्रो विषय पनि मिल्दो रहेछ। आई एम वान अफ यु, है तपाईँहरू मध्येकै एकजना हो। त्यसरी बुझ्नु होला, म ठुलो नेता यस्तो उस्तो भनेर म आफूलाई चिनाउन चाहन्छु। म एउटा किसान हुँ, म एउटा मजदुर हुँ। जुन किसानले खनी खोर्सी गरेर संसारलाई पालेको जुन मजदुरले होइन तपाईँको पसिना बगाएर यी सारा बिल्डिङदेखि लिएर बाटोदेखि लिएर हरेक कुरा बनेको हुन्छ। काम कहिले पनि सानो हुँदैन, होइन तपाईँ भोलिको दिनमा ठुलो इन्जिनियर बन्नुहोस्, जोसुकै बन्नुहोस्, जेसुकै बन्नुहोस्, तर स्टिल तपाईँले चाहिँ कामलाई हेर्ने होइन दृष्टिकोण चाहिँ एउटै हुनुपर्छ। त्यसले गर्दा काम सानो हुँदैन, काम गर्नु होला। तपाईँहरू अलरेडी गरिराख्नु भएको रहेछ, थुप्रै प्रोजेक्ट काम तपाईँहरूले प्रोजेक्ट कामहरू पनि गरिराख्नु भएको रहेछ। यो देशलाई पनि हामीले छिमेकी उत्तरतर्फको छिमेकीलाई पनि अझै झिकेर 10 कदम अगाडि बढ्ने खालको देश बनाउनु पर्छ कि पर्दैन है? त्यस्तो देश बनाउने युवा हो तपाईँहरू, है कसैको यता त्यतामा लाग्नु हुँदैन।